हेलो साथीहरू, गुड आफ्टरनुन। मेरो कुङ्गा नाम्डेल एन्ड नाउन्चुमी ब्लगमा तपाईँहरूलाई स्वागत छ। साथीहरू, आज चाहिँ म के कुरा सेयर गर्नु आँटेको भने नि, मान्छेहरूले भन्छ, कतिजनाले मैले सुनेको पनि थिएँ होइन, मलाई भनेको पनि थियो, आफूसँगैको उमेरको सम उमेरकोसँग अब बिहा गऱ्यो भने बेसी लडाइँ झगडा हुन्छ। आफूभन्दा एजेडसँग बिहा गर्यो भने धेरै बेसी राम्रो गर्छ, माया गर्छ भन्थे कि त्यो चाहिँ भनाइ मात्रै रहेछ मान्छेहरूको। अब 100मा चाहिँ 5 जना चाहिँ राम्रो हुन्छ होला होइन, 95% चाहिँ खराबै निक्लिँदो रहेछ। किनभने अगर लाइफ चल्नु छ भने आफूसँगैकोसँग बिहा गर्यो भने पनि त्यतिकै माया गर्दो रहेछ, राम्रो गर्दो रहेछ, लयर बस्दो रहेछ होइन। अगर एजेडसँग बिहा गर्यो भने त्यो भनाइ मात्रै रहेछ। बाहिर केटी खेलाउनेले बुढी खोज्नेले खोज्दै रहेछ, बाहिर हेर्दो रहेछ। अनि जसको खुनमा खानदानमा 2-3टा बिहा गर्ने हुन्छ तिनीहरूले त झन् खेलाउँदो रहेछ 100% बाहिर केटी। यो चाहिँ मैले पर्सनल एक्सपिरियन्स गरिकन भनेको होइन। अनि जो मान्छेले चाहिँ राम्रो गर्छु भन्छ नि, त्यो चाहिँ बेसी खराब हुँदो रहेछ कि। अनि नबोल्ने सिधा भन्छ नि, त्यो मान्छेको चाहिँ भित्र बुझ्नु सक्दैन कि, एकदम कालो मान्छेहरूदेखि पनि जलेर हो भित्रै हुँदो रहेछ कि। अनि जो तास जुवा खेल्छ त्यो मान्छेहरूसँग त झन् एकदम मुस्किल हुँदो रहेछ कि, जिन्दगी काट्नु एकदम धेरै बेसी गाह्रो हुँदो रहेछ। बाफ्रे, धेरै बेसी गाह्रो हुँदो रहेछ, लाइफ बर्बाद हुँदो रहेछ। साथीहरू, मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नुहोस् होला।